आज डे 5 चलिरहेको छ सुबिसी एजुकेसन सेन्टरमा। आजको दिनमा र आजसम्म हामीले के डिस्कस गरे, अगाडिको दिनहरुको कुरा त मैले गरिसकेको छु र आज शनिबार मैले तपाईहरुसँग के कुराहरु डिस्कस गरे अर्थात मैले के नोट्सहरु राखे या राखेन त्यो बारेमा म अलिकति तपाईहरुलाई भनिदिन्छु। र हिजो साँझ हामीले ट्याक्सेसन इन नेपालको 3 वटा 4 वटा 5 वटा च्याप्टरहरु पढे, जसमध्येबाट हाम्रो 35 मार्क्सको क्वेशनहरु कभर गर्ने टाइपको क्वेशनहरु हामीले हिजो साँझ ट्याक्सेसन इन नेपालको डिस्कस गरे। त्यसपछि आज शनिबारको दिन मैले तपाईहरुलाई दिउँसो 4 वटा सब्जेक्ट है ट्याक्सेसन इन नेपाल बाहेक 4 वटा सब्जेक्टको एक्जाम लिएको थिए, सरप्राइज एक्जाम। सरप्राइज एक्जाम लिए कतिवटा क्वेशन, 20 वटा क्वेशन 2 मार्क्सको 30 मिनेटको तपाईहरुलाई मैले एक्जाम लिएको थिए। अब मलाई यो भन्नुस् तपाईहरुले त्यो एक्जाम एटेम्प्ट गर्नुभयो या गर्नु भएन, त्यो क्वेशन फेस आउट गर्नुभयो या गर्नु भएन, एकचोटी भनिदिनुस् त। कति स्टुडेन्टले त मलाई गरेर पढाउनु पर्छ, उहाँहरुको बारेमा भने हैन, उहाँहरु बाहेक भन्नुस् त एकचोटी। अनि के 30 वटा क्वेशन माग्नुहुन्छ तपाईहरुले? यस्तो पाराले पढेर हुन्छ? यस्तो पाराले त 60 पनि गर्दैन तपाईहरुको। यो दिमागमा राखिहाल्नुस्। के पढ्नु भयो तपाईहरुले? सर तपाईले नोट्स चाहिँ दिनु भएको छैन कति क्वेशनको, त्यो क्वेशनहरु पनि छ रे। अनि अहिलेसम्म के हेरेर बसिराख्नु भएको थियो तपाईहरुले? योभन्दा अगाडि कलेजमा गएर के पढ्नु भयो तपाईहरुले? केही पढ्नु भएन? आमा बुवाको पैसा त्यतिको उडाउनु भएको छ है। कलेज गयो, एडमिसन गरे, क्यान्टिनमा गयो, मजाले नास्ता खायो, घर फर्क्यो, जिस्क्यो, सकियो। यस्तो पाराले हुन्छ? अलिकता सोच्नु न, अलिकता मेहनत त गर्नुस् आफ्नोबाट। मैले गर्दिने कुरा त गर्दिरहेको छु त तपाईहरुलाई। कति दिउँ नोट्स? यो नोट्स भनेर चाहिँ हाल्दिएको छु, ल यहाँ जोइन गराइदिनु, गराइदिएको छु। अनि के पढ्नुहुन्छ तपाईहरुले? कहाँ पढिराख्नु भएको छ? एउटा क्वेशन 20 वटा क्वेशन ल एटेम्प्ट गर्नुस् न त 30 मिनेटमा। कतिको सक्नुहुन्छ तपाईहरुले एटेम्प्ट गर्नु भनेर क्वेशन सरप्राइज एक्जाम लिए। त्यही पनि अस्ति मैले सबै क्वेशनहरु दिइसकेको एक्जाम लिएको तर पनि छैन। अनि के मेहनत गर्नुहुन्छ तपाईहरु? 30 वटा क्वेशन चाहियो रे, कहाँबाट 30 वटा क्वेशनले पढेर भ्याउनुहुन्छ तपाईहरुले? यो त अब 20 वटा क्वेशन त राम्रोसँग एटेम्प्ट गर्न सक्नु भएको छैन भने 30 वटा क्वेशन दिएर के गर्नुहुन्छ तपाईहरुले? अलिकता दिमाग लगाउनुस् के, अलिकता मेहनत गर्नुस्। मुखले मात्र भनेर हुँदैन। ए मलाई यो दे, मलाई यो दे भनेर हुँदैन। आफ्नो भित्र मनबाट पनि लाग्नु पर्यो, आफूले मेहनत गर्नु पर्यो। अलिकता त भनिरहेको छु 80% मैले मेहनत गरिरहेको छु भने 20% मात्र मेहनत गरिदिनुस् भन्दा पनि छैन। अचम्म लाग्छ यार, ट्याक्समा कसरी पास हुने रे? 35 मार्क्सको क्वेशन हिजो राखिदिसके मैले। त्यो राम्रोसँग पढ्नु न, पास हुन्छ मान्छे। कसरी पढ्ने? कसरी पढ्ने मात्र हैन, लिएको कुरा त पढ्नु पर्यो त, हेरेर मात्र हुन्छ? अजीब लाग्छ। अलिकता राख्नु पर्यो क्या आफूबाट नै इन्टेन्सन। आफ्नो पनि रेस्पोन्सिबिलिटी बनाउनुस् तपाईहरुले। अचम्म लाग्छ। आफू मेहनत जिरो गर्ने अनि क्वेशन देन, यो क्वेशनमा हाल्दैन, यो क्वेशन गर्दैन। त्यही पनि मैले तपाईहरुले भनेको हरेक कुराहरु मानिरहेको छु। ल ठीक छ, पढ्ला नि त स्टुडेन्टले। ल क्वेशन दिदिम, एक्जाम लिम। केको लागि एक्जाम लिएको हो त मैले? मजाकले पेपर बनाएको त्यतिकै? अजीब लाग्छ यार। अलिकता पढ्ने गर्नु बानी बसाल्नुस्। यस्तो पाराले त 60 गर्दैन, फेल हुने हो। सुबिसी एजुकेसनको नाम त राखिदिनुस् अलिकता। यहाँबाट पढाइ थिए, पास भयो भन्ने एउटा त नाम राखिदिनुस्। आइसकेपछि बेइज्जत किन गर्नुहुन्छ? आफ्नो त बेइज्जत छँदैछ, अरूको आमा बुवाको पनि बेइज्जत गरिराख्नु भएको छ। हरेक दिन सम्झाउनु पर्छ तपाईहरु त यार। थर्ड इयरको स्टुडेन्ट हो, 20-22 वर्ष भइसक्नु भयो, अझै नि सम्झाइराख्नु पर्छ तपाईलाई। ए पढ 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 भनिराख्नु पर्छ। फेल हुनु अनि त्यसपछि बल्ल सर म फेल भए, अलिकता मेहनत गरे भए 35 त आउँथ्यो, अहिले 29 आएर फेल भए, 32 आएर फेल भए, अलिकता मेहनत गरे भए 35 आउँथ्यो भन्ने भन्नुस्। अनि बल्ल थाहा हुन्छ लाइफमा। त्यतिखेर थाहा हुन्छ कि त्यसले कराउँथ्यो, अलिकता बुझेर अलिकता
एटेन्सन भएर अलिकति क्वेसन पढ्दैको भए सायद आज 35 आएर म पास हुन्थे भन्ने इन्टेन्सन हुन्छ त्यतिखेर। सारा साथीहरू पास भएर अगाडि जान्छन्, फोर्थ इयरमा पुग्छन्, तपाईँ थर्ड इयरमै फेरि एक्जाम दिन लागिराख्नु। अजिब लाग्छ। 30 वटा क्वेसन चाहियो रे यिनीहरूलाई, इम्पोर्टेन्ट च्याप्टरहरू चाहियो रे। किन चाहियो तपाईँलाई इम्पोर्टेन्ट च्याप्टर? किन चाहियो 30 वटा क्वेसन? राखेको कुरा त पढिदिनुहोस्। यो चाहियो त्यो चाहियो मात्र भनेर चाहिँ पढ्ने फेरि केही पनि छैन। एक्जामले एक्जाम दिएछन्, मनमर्जी छ। अजिब लाग्छ। पढ्नुहोस् है, मैले भनिदिइसकेँ पढ्नुहोस्। अहिले दुःख अलिकता गर्नुहुन्न भनेपछि पछि त त्यो नसोचे नै हुन्छ। एकचोटि फेल भएपछि त्यो मान्छे अलिकै इन्टेन्सन भइहाल्छ, त्यो यस्तै रहेछ भन्ने हुन्छ। त्यस्तै 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 भएर 2-3 वर्ष लस हुन्छ। अलिकता त हुनुहोस् यार, उठ्नुहोस् न, पढ्नुहोस् न अलिकता त। क्वेसन दिए 300 जना 400 जना स्टुडेन्ट छन्, त्यहाँबाट 10 जना 20 जनाले मात्र सबमिट गरेछ कपी। अरू कहाँ गए त? पढ्नुहोस् न, पढ्नुहोस्। मेरो लागि नभने आफ्नो लागि, आफ्नो फ्युचरको लागि पढ्नुहोस्। आफ्नो लागि नभने बुवा आमाको एउटा सपना छ नि त, छोरा ब्याचलर गरेर टोपी उडाउला भन्ने एउटा हातमा सर्टिफिकेट लिएला भन्ने एउटा सपना छ। बुवा मम्मीको सपना त पुरा गरिदिनुहोस्। आफ्नो पनि सपना छैन भने चाहिँ, आफ्नो नै भविष्य छैन भने चाहिँ बुवा मम्मीको त भविष्य हेरिदिनुहोस्। आमा बाउले कति खर्च गरेर कति मेहनत गरेर पढाइराख्नु भएको छ, त्यो सपना त बुनिदिनुहोस्। मन लाग्यो जे पाइदिए गरेछ, ट्युसन सेन्टर जोइन भएछ, ट्युसन सेन्टर पढ्नुपर्ने तपाईँलाई कुनै ऊ छ? खालि 2025 घर बसेर राम्रोसँग पढिदिनुहोस् न, त्यो नै ठुलो कुरा हो। के कुराको कमी गरेको छ तपाईँलाई सुबिसी एजुकेसन सेन्टरले? यो क्वेसनबाट यति च्याप्टरबाट यति क्वेसन मात्र पढ्नुहोस् भन्दा पनि छैन। तपाईँहरूलाई त ठिकै हो, बाहिरको ट्युसन सेन्टरले लुट्नसम्म लुटेछ। एउटा जब ट्याक्सेसनमा राम्रोसँग त्यही ओल्ड इज गोल्डको 4-5 वटा क्वेसन गराइदियो, त्यति गराइदियो, ल 2500 2000 भनेको छ, लुट्या। त्यही लुट्ने टाइपको स्टुडेन्ट नै हो तपाईँहरू। सिधै भनिदियो मैले, तपाईँहरूलाई राम्रो त केही पस्दैन। अहिले फोर्थ इयरको जो स्टुडेन्टहरू सुबिसी एजुकेसन सेन्टरमा जोइन हुनु भएको छैन नि, उहाँहरू अहिले आएर मलाई थर्ड इयरमा जोइन भएर भन्दै हुनुहुन्छ कि सायद पहिले नै जोइन भएको भए यो दिन आउँथेन भनेर। त्यो मैले बोलेको होइन कि, उहाँहरूले बोलेको कुरा मैले भनेको। अचम्म लाग्छ। पढ्नुहोस् न यार, अलिकता भित्रबाट मेहनत गर्नुहोस् न अलिकता। यो 10-12 दिन 12 वर्षसम्म बसेर अलिकता मेहनत गर्नुहोस् त। त्यो पनि नगर्ने, 35 चाहियो, 50 चाहियो, 60 चाहियो, 80 ल्याउँछु। दिनु न आफ्नो एफोर्ट पनि। 80 त्यत्तिकै आउँदैन लमा, त्यत्तिकै फाइनेन्समा 789 आउँदैन। योभन्दा अगाडिको ब्याचले दिन रात मेहनत गर्थे, ल्याए तिनीहरूले। जसले मेहनत गर्यो उसले आए, नम्बर ल्याएर राम्रो। त्यसैले भन्छु के, सबैजना एक्टिभ हुनु न। छैन, केही पनि छैन के। कति सम्झाउँ यार तपाईँहरूलाई? थर्ड इयरको स्टुडेन्ट भइसक्नु भयो यार, एउटा अफिसर जस्तो मान्छेलाई सम्झाइराख्नुपर्छ हरेक दिन। पढ्न मन छैन भने चाहिँ सुबिसीबाट लिभ हुँदा हुन्छ, मलाई कोही चाहिँदैन। मलाई त भने नि त, मसँग राम्रोसँग पढ्ने आउने स्टुडेन्टलाई चाहिँ म वेलकम गर्न चाहन्छु। मलाई वाइयात स्टुडेन्ट आएर धेरै भएर पनि मलाई मतलब छैन। तर 0 लेभलको स्टुडेन्टले म पास हुन चाहन्छु नि त हजुरसँग पढेर भन्ने स्टुडेन्टलाई चाहिँ मजाले वेलकम गर्न चाहन्छु म। त्यसले गर्दा राम्रोसँग पढिदिनुहोस्, मेरो लागि होइन। राम्रोसँग पढ्नुहोस्। अरू क्वेसनहरू म आज साँझ पनि राखिदिन्छु, त्यसलाई पनि तपाईँहरूले क्याप्चर गर्नु होला। राम्रोसँग इन्टेन्सनले पढ्नु, नआएको कुरा सोध्नुहोस्। बरु म्यासेजमा लेख्नु, लिभ कमेन्टमा लेख्न सक्नुहुन्छ। सोध्नु केही छैन। दुनियाँ आफ्नो मनमर्जीमा हिँडेछ, रमाछ, देखिन्छ। इक्जाम हलमा दिएर आउनुहोस् न एकचोटि इक्जाम, अनि मैले दिएको पेपरहरूको इक्जाम हेर्नुहोस् न। आउँछ दिन, सबैको दिन आउँछ, पस्ताउने दिनहरू आउँछ। अहिले रमाउनुहोस्, भोलि दिन पस्ताउनुहुन्छ। ल राम्रोसँग इक्जाममा व्यस्तै हो, तपाईँहरूलाई जति सम्झाए नि नहुने होला। थ्याङ्क यू। राम्रोसँग बस्नुहोस्। मन दुख्छ कि हामीले पनि मेहनत गरेर केही एक्सपेक्टेसन गरे हुन्छ कि तपाईँहरूबाट, छैन। हामी 100% दिउँ, तपाईँहरूबाट 1% पनि रिप्लाई आउँदैन त्यसको। अनि कस्तो हुन्छ सोच्नु त एकचोटि। आफूलाई यो ठाउँमा राखेर एकचोटि हेर्नुहोस् के कतिको मेहनत लाग्छ भनेर। ल ठिक छ, हेभ अ गुड नाइट, टेक केयर, राम्रोसँग पढ्नुहोस्। अरू केही भन्न चाहँदैन, बाई।